साथीहरू मलाई अहिलेसम्मको एकदमै मन परेको फोटोहरू चाहिँ तपाईँहरूलाई पनि देखाउँदैछु है। यति साह्रो मन परेको थियो मलाई है। तर यो फोटो खिचेर चाहिँ मलाई कस्तो खालको रिक्वेस्ट आयो होइन, रुनु खोज्यो। यो फोटो राम्रोसँगले हेर्नुहोस् है, त्यहाँदेखि चाहिँ तपाईँहरूले यो भिडियो पनि हेर्नुहोस् है। तपाईँहरूलाई सबै देखाउँदैछु म यति साह्रो खुसी र हाँसेको चाहिँ सायदै कहिले पनि थिइनँ होला। अबदेखि जिस्किन्छस् हो लु भन्, जिस्किन्छस् लु भन्न त। फोटो हालिदिहाल्छ नि, जिस्किस् भने तेरो फोटो हालिदिन्छु। म त घोप्टे रुफले गलेको न भन् जिस्किन्छस् नखिच्नु नि त, त्यही मेरो लागि काफी। लाम कस्तो रहेछ? दामी हो नि। म त्यही त घोप्टे रुफले गर्छ अन्त देख्छ भनेर यस्तो हेरेर जीवन तँलाई पठायो पनि फेरि त्यही हो नि। अन्त लिहाङले मार्छ नि मलाई। ल ल एकछिन पर्खे त अब त्यसो राखेर पनि उभिन्छ कहिले, त्यसरी उफ्रिँदैन। नखान भाइ त्यसरी, लामो मुनिझर मुनिझर। त्यसपछि चाहिँ फेरि पुरा खुसी भएर चाहिँ फेरि खिच्न गयो है। त्यो चाहिँ पोस्ट गर्दा हुन्छ भनेर अन्त भाइले चाहिँ सिकाएको थियो है, अनुहार छोपेर खिच्नुपर्छ। अन्त त म त अनुहार छोपेर उफ्रेको थिएँ त भनेर भने होइन। अनि त्यहाँदेखि चाहिँ दाजुलाई सिकाइकन लगेर चाहिँ भाइले आफै बिर्सेछ अनुहार छोप्नु हो। यति साह्रो त म जिन्दगीमा कहिले हाँसेको थिइनँ। अन्त यो पोस्ट त गर्छु भनेर चाहिँ म यो पोस्ट गर्दैछु, हेर्नुहोस्। अन्त तपाईँहरू पनि हाँस्नुहोस् है साथीहरू। ओके बाई।